पूर्ण नमस्कार, सबैमा नमस्कार। मेरो जिन्दगीको भोगाई र अहिलेसम्म मैले देखेको समय परिस्थितिहरू, यो बिहे गर्नु मानव प्राणीमा पुर्खौँदेखि चलिआएको रीति। तर बिहे गरिसकेपछि फेरि बिछोड हुनु, यो चाहिँ कुन रीति हो? यो मनै त हो नि नमिलेको है। त्यसकारण सम्पूर्ण यो संसारमा हेर्दा यताउता अहिले लगभग 5-10% बिछोड भएका जोडीहरूमा के भने यसो गर्नु पर्यो, बिहे गर्नुभन्दा अगाडि 1-2 वर्ष पहिला राम्रोसँग चिन्नु पर्यो, बुझ्नु पर्यो, बानी व्यवहार आफूलाई मन पर्छ पर्दैन, हैन, संस्कार चलाउन सकिन्छ कि सकिँदैन। जिन्दगी जोडेपछि आजीवन जोडिनु पर्यो है, त्यसरी जोड्नु पर्ने। छोड्नु छ भने पनि छोराछोरी नजन्माउँदै बिहे गरेको पहिलो महिनामै छोराछोरी जन्माउनु भन्दा बिहे गरेको 3-4 वर्षपछि छोराछोरी जन्माउनुहोस्। यदि 3-4 वर्षसम्म सम्बन्धमा माया लाग्दैन, मन पर्दैन भने छोड्नु छ भने छोराछोरी नजन्माउँदै छोड्नु पर्यो है। यदि छोराछोरी जन्मिसकेपछि हजुरहरूले फेरि बिछोड हुनुहुन्छ भने अनि त्यो छोराछोरीले आमा बुवाको माया, आमा बुवाको साथ, आमा बुवाको सहयोग नपाउँदा बिचरा ती अन्जान बच्चा बच्चीहरूको उनीहरूको के दोष, के चाहिँ गलत गरेका थिए र छोराछोरी जन्माउनु त कुनै गलत त होइन। त्यही भएर कुनै पनि आमा बुवाले छोराछोरी जन्मिसकेपछि अब मृत्यु भएर छोड्नु त्यो प्रकृतिको खेल नै भइगयो। जिउँदै हुँदा अर्को बिहे गरेर जानु, फेरि अन्त जानु, अर्को बिहे गर्नु, सबैभन्दा जिन्दगीको नराम्रो त्यो जिउँदै मरेको बराबर। सबभन्दा यो नर्क र स्वर्ग भन्ने कुरा के छ भने तपाईँले छोराछोरी जन्माएर अर्को बिहे गरेर जानुहुन्छ भने त्यही नै सबैभन्दा ठुलो नर्क हो है, तपाईँ नर्कै परे जस्तो। त्यसकारण सबै दाजुभाइ दिदीबहिनी इष्टमित्र सबैले संसारभरिमा रहनुभएका सम्पूर्ण प्राणीहरूमा कि बिहे नै नगर्नु, बिहे गरेपछि छोराछोरी नजन्माउनु, यदि बिहे पनि गर्नुभयो छोराछोरी पनि जन्माउनु भयो भने अनि आमा बुवाको सम्बन्ध कहिले पनि नछुटाउनु। जस्तो भए पनि आफ्नै मन त हो, सम्हालेर बस्नु। सबै सोचे जस्तो संसारमा कहीँ हुँदैन। जस्तो छौ त्यस्तैलाई सोचे जस्तो बनाउने हो। तपाईँहरूको एक दिनको खुसीको लागि बिचरा बच्चाहरूको भविष्यभरि नै बाँचुन्जेलसम्मको एउटा के हुन्छ, पीडा हुन्छ। जो मैले भोगेको कुरा हैन। मेरो आमा बुवा बिछोड हुँदा आमा बुवाको समस्या के थियो, मेरो आफ्नै समस्या के भयो, यी अत्याधिक समस्याहरू हुन्छन्। त्यसकारणले मेरो आमा बुवाले गरेको जस्तो गल्ती कसैको पनि संसारभरिमा कसैको आमा बुवाले नगर्नु होला है। कि त छोराछोरी नजन्माउँदै छुट्नु होला, छोराछोरी जन्माइसकेपछि जसो तसो जिन्दगी प्राण हुँदासम्म सँगै बस्नु होला। फेरि बिछोड गरेर छोराछोरी एकातिर, त्यसपछि आमाबाट हुन् कि बाउबाट हुन् कि त्यसपछि कताबाट हुन्, नातागोता धेरै हुँदाखेरि जिन्दगी नै के हुन्छ, डामाडोल हुन्छ। आफ्नो जिन्दगी त नर्कमा जानुभयो। आफूले जन्माएका छोराछोरीको जिन्दगी पनि नर्क नबनाउनुहोस्, त्यसलाई स्वर्ग बनाउनुहोस्। यही पृथ्वीमा हो, यही ठाउँमा हो तपाईँ स्वर्ग बन्ने कि नर्क बन्ने। यसलाई कस्तो लाग्छ लाइक, सेयर, कमेन्ट गरेर ध्यान दिनुहोस्। हवस्, नमस्कार।